हाई गाइज वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ म अलि धेरै दिनपछि नै भिडियो बनाउँदैछु गाइज। आज हामी चाहिँ मन्दिर जाँदैछौँ, चितवन गैँडाकोट मौलाकालिका मन्दिर जाँदैछौँ। सबैजना भएर दर्शन गर्न जाँदैछौँ। भाइ मम्मी अनि यता के अरे आन्टीहरू पनि सबैजना जाँदै हुनुहुन्छ मन्दिर। सबैजना भएर हामी चाहिँ कुखुरा भाँच्दैछ दर्शन गर्न जाँदैछौँ मन्दिर गाइज। अनि म चाहिँ अब निस्किन लाग्यो, निस्किएपछि पनि देखाउँछ है त। अब म चाहिँ रेडी हुन्छ अब गाइज। सो गाइज म चाहिँ निस्किसकेको छु, कपडा सपडा लाएर यहाँनिर देख्न सक्नुहुन्छ। अनि मेरो चाहिँ केही स्पेसल केही पनि हुँदैन, कपडा लाउने हिँड्ने त्यही हो। अनि सबैजना आफ्नो आफ्नो घरमा रेडी हुँदैछन्, म चाहिँ निस्किसकेँ। अब हामी एकछिनमा जान्छौँ है त गाइज। ल गाइज हामी चाहिँ लाग्यो है त अब यता सबजना आन्टीहरू चाहिँ निस्किँदै हुनुहुन्छ। अनि मेरो चाहिँ यहाँनिर अलिकति खुट्टा दुखिरहेछ गाइज, त्यही भएर हामी चाहिँ बिस्तारै बिस्तारै जाँदैछौँ। अहिले चाहिँ कति बज्यो? 9 बजिसक्यो यहाँ। अब 9 बजिसक्यो, ढिलो भइसक्यो। मेरो कपालको हालत हेर्न जुल्फी हाल्लाको अस्ति नै ठाडो पर्थ्यो, अहिले राम्रो देखियो लखत लखत। अन्त गाइज हामी चाहिँ घरदेखि चाहिँ लाग्यौँ, अब गाडीमा जम्मा भएर जानुपर्छ सबजना। गाइज हाम्रो चाहिँ यहाँ मासु घरैदेखि पकाएर, अनि यहाँ चाहिँ चिउरा भुजा छ यता, अनि यता चिया खानको लागि गिलास छ। अनि हामी चाहिँ यहाँ घरैदेखि पकाएर लान लाग्यो है त गाइज। म चाहिँ यता माइजूहरूको आन्टीहरूको घरतिर छु, अनि यहाँ भुजाको पोका बोकेर हिँडिरहेको छु। अब जान लाग्यो हामी चाहिँ यहीँ 9 बजीको कुन बेला पुगेर दर्शन गरेर कुन बेला हो ढिलो भइसक्यो गाइज। गाइज हामी चाहिँ यहाँ गाडीमा चढेको सबजना जान लाग्यो। सबजना हामी चाहिँ जान लाग्यो गाइज। गाइज हामी चाहिँ लाग्यौँ है त अब बिहान 9 बजे। यता सबजना मम्मीहरू फाइनल्ली गाइज हामी चाहिँ यहाँनिर मौलाकालीको फेदीमा आइसकेका छौँ। हामी चाहिँ गाडीबाट झर्दैछौँ, अब हिँडेर जान्छौँ कि केमा जान्छौँ हजुरहरूलाई देखाउँछ है त। खतरा हल्लेर हामी चाहिँ अटोमा आइगयो, अटोमा
यो चाहिँ गाइज हामी चाहिँ यहाँ अटोबाट झरेर अब उकालो लाग्दैछौँ कि अलिकति हिँड्नुपर्छ अरे कस्तो रमाइलो हो बाटो त खतरा थियो है झक्ला र झुक्लुक गरेर झराइदिन्छ भने डर लागिरहेको कालो हो यार सेतो मुख भएको रहेछ ढेडुवा हो कि के हो भान्जा एक्लै गयो त सानो ल्याएको ओइ बाटोमै हो त टोक्न आउँछ होइन कालो आना भएको देखाइदियो नि गाइज के हो यो अहिले ल्यापै ओइ ओइ उसै मान्छे जस्तै हो त यार यसको फेस त ए बाबु केही नगर है ओ माई गड छप्पकै हो तपाईँ ओइ पुछार कति लामो ओइ ओइ ठुल भाइ बचाऊ ओइ कस्तो है पुछार कति लामो हो पुछार लामो हुन्छ नि यसको ल्याइसक्यो आया अब मन्दिरमा पुग्न लाग्यौँ है त साथीहरू अहिले चाहिँ हामी आदि हामी चाहिँ लास्ट हो अरू चाहिँ सबै अगाडि गइसक्नुभयो आया गऱ्यौँ भयो नि त गाइस मन्दिर चाहिँ अब आइपुग्यो है त ए टिचा बोकाले नि स्याछ्या बनायो है ए यहाँ त झन् छप्पकै रहेछ त के हो आउँदैन झ्याप्पै च्यात्न आउँदैन हो र फेस कस्तो है गाइस हाम्रो चाहिँ यहाँ के अरे यसलाई के भन्छ अरे सरदम है सरदम मिलाउँदै हुनुहुन्छ मम्मीहरू चाहिँ अलि आएर च्याप्की च्याप समातेर बोकेर गर्ने एक कुन्टा हेरे गएर गाइस मन्दिर गाइस हाम्रो चाहिँ दर्शन भयो अब यहाँनिर मम्मीले चाहिँ नरिवल फुटाउँदै हुनुहुन्छ है त दर्शन गरेर पनि भ्याइयो हामी चाहिँ अब एकछिन यताउति हेर्छौँ
अनि हजुरहरूलाई पनि देखाउँदै गर्छु है त। यहाँ चाहिँ परिवारलाई मकै यसको घर हो छुट्टै हो। ल बाबु छर्दिनु त। Oh my god. Oh my god. तिम्रो पालो अब यहाँ कस्तै घुमायो त नि। तपाईँले कता राख्यो? मेरो पनि कहाँ गयो ल कोर्का हराएछ गाइज यहाँ त। अब हामी चाहिँ मन्दिर दर्शन गरेर गाइज हामी चाहिँ निस्केको। मन्दिर कुर्ने मान्छे के अरे भाइ गेटपालेहरू। यतापट्टि हो कि जन्जानी? ए यतापट्टि हो कि जाने? धन्नै भ्याएन नि साथी। पछि पछि आएर भाइ भनिदिएको त पछि पछि आइरहेको यहाँ लास्टमा कोर्कै छोडियो हामी चाहिँ लागेको अब सानो ठुलो लेखाएर कोर्का दर्शन गरेर पनि भ्याइयो। हामी चाहिँ लाग्दैछौँ है त। ए लिएर चत्तिन्छ लु गाइज। कोही चाहिँ यता टिकटकमा व्यस्त छन् फेरि। अहिले चाहिँ कति बज्यो? बजेछ यार 2 बजेछ। 2 बजे गाइज अहिले चाहिँ हामी जाँदैछौँ। खाना पनि खाएको छैन है। उता हरियो जलामा हामी चाहिँ यहाँ माथिदेखि पूजा गरेर आएर यहाँ हात धोएर अब खाजा खाना लाग्दैछौँ है त। मम्मी चिउरा र मासु खाजा त अब खाजा खान लाग्छ गाइज हामी चाहिँ। खाने भनेर किनेको र खोल्नै जाने कस्तो लाग्यो रमाइलो लाग्यो। ए यता कोही खाँदैछन् कोही बाँड्दैछन् रमाइलो छ हाम्रो चाहिँ यहाँ। हामी चाहिँ खाजा साजा खाएर अलिअलि नाचियो नाच्नुभयो आन्टीहरू। अनि हामी चाहिँ यहाँ गाडीमा आइसक्यौँ घर जानको लागि। अब
सो गाइज अहिले चाहिँ हामी फाइनल्ली घर आइसकेका छौँ। देख्न सक्नुहुन्छ हालत पनि यस्तो भइसक्यो। अनि आज चाहिँ निकै रमाइलो भयो। अनि हजुरहरूलाई के कस्तो लाग्छ भिडियो हेरेर एकदम इन्जोय गर्नुहोला। आजलाई चाहिँ बिदा लिन चाहन्छु। बाई बाई।